डेनमार्कमा आएर लाइफ सेटल हुन्छु, पिआर लिन्छु, पढेर डिग्री लिएर यतै सेटल हुन्छु भन्ने प्लानिङ गरिरहनु भएको छ या डिपेन्डेन्टमा आउने प्लानिङ गरिरहनु भएको छ भने तपाईँहरूले चाहिँ अब 10 चोटि सोच्नुपर्ने हुन्छ। डेनमार्कबाट एकदम ठुलो ब्याड न्युज आएको छ, स्पेसल्ली नेपाली स्टुडेन्टहरूको लागि है त। नेपालीले चान्स पायो भने गर्छ भन्ने एउटा उखान चलिरहेको छ नि, त्यस्तै चान्स पाउनु भएछ नेपालीहरूले डेनमार्कमा, अनि फेरि नेपालको नाम चाहिँ रोशन गर्नुभएको छ। यो कुरा के को उठ्यो भन्दाखेरि अहिले रिसेन्टली चाहिँ डेनमार्कमा चाहिँ नेपाली स्टुडेन्टहरूको अलिकति ब्याड इम्प्रेसन परेको रहेछ। रिजन के भन्दाखेरि चाहिँ नेपाली स्टुडेन्टहरू चाहिँ स्टुडेन्ट भिजामा आउने स्टडीको लागि भनेर, तर टार्गेट चाहिँ काम पैसा कमाउने, जसको कारणले गर्दाखेरि चाहिँ यतिसम्म गिर्नु भएछ कि नेपाली स्टुडेन्टहरू होइन। त्यो तल्लो लेभलको जबहरू गर्ने, होटल लाइनको, रेस्टुरेन्ट लाइनको, क्लिनिङको यताउति कामहरूमा जाने, अनि त्यसको साथसाथै उहाँहरूले जुन रेटमा इन्कमको लेभल गभर्मेन्टले मेन्सन गरेको छ त्यो लेभलभन्दा तलको लेभलमा चाहिँ थोरै पैसा लिएर चाहिँ काम गरिदिने। त्यसको कारणले गर्दाखेरि चाहिँ डेनमार्कको लेबर मार्केटमा चाहिँ एफेक्ट परेको छ, लङ टर्ममा चाहिँ एफेक्ट पर्छ है। यो यस्तो रिजनले गर्दाखेरि भनेर चाहिँ नेपाली स्टुडेन्टहरू चाहिँ काइन्ड अफ ब्ल्याक लिस्टमा या स्पेसली इन्टरनेसनल स्टुडेन्टहरूको लागि अब नयाँ नियम आउँदैछ। म साइडमा यसो डिटेल कुराहरू पनि राखिदिने छु, हजुरहरूले मजाले टाइम निकालेर पढ्नु होला। यदि डेनमार्कमै हुनुहुन्छ भने त अब मलाई फेरि नेगेटिभ रूपमा नलिनु होला, ब्रो तँ पनि विदेशमा छस्, त्यस्तो काम त तैँले नि गरिस् होला, ठुलो कुरा नगर भनेर नेगेटिभ रूपमा नलिनु होला। यो चाहिँ नयाँ आउन चाहने हुने उहाँहरूको लागि चाहिँ एउटा सतर्क हुने बाटो भनौँ न यो भिडियोबाट। मेन रिजनै त्यही हो, जो नेपाली स्टुडेन्टहरू चाहिँ पढ्नको लागि भनेर आउँछन्। जुन डेनमार्कमा चाहिँ कस्तो रहेछ भने चाहिँ एउटा अफिसियल कोर्स, एउटा अनअफिसियल कोर्स भन्ने रहेछ। जुन अनअफिसियल कोर्सहरू छ त्यसमा चाहिँ म्याक्सिमम नेपालीहरू आउनुहुन्छ। किनकि त्यो कोर्सहरूमा चाहिँ या त्यस्तो युनिभर्सिटीहरू भनेको चाहिँ बिजनेस माइन्डेड हो, नेपाली या इन्टरनेसनल स्टुडेन्टलाई टार्गेट गरेर खोलेको हुन्छ। अनि रिक्वायरमेन्ट्सहरू थोरै राखिदिन्छ, बिना आइएलटिएस हो कि होइन सिजिपिए लो भएकोलाई लिइदिने हो कि रिक्वायरमेन्ट्सहरू थोरै राखिदिनु भएको कारणले म्याक्सिमम इन्टरनेसनल स्टुडेन्टहरूको टार्गेट त्यस्तो युनिभर्सिटी हुन्छ, जसमा चाहिँ इजिली भिजा लगाएर आउनुहुन्छ या इजिली अफर लेटर बनाएर आउनुहुन्छ। अनि यता आइसकेपछि चाहिँ पढाइ कन्टिन्यू गर्ने होइन कि मेन टार्गेट भनेको चाहिँ काम खोज्ने, काम गर्ने होइन, लेबर मार्केटमा छिर्ने चाहिँ नेपाली स्टुडेन्टको टार्गेट देखिएको छ डेनमार्कको गभर्मेन्टको भनेअनुसार होइन, मैले भनेको होइन यो कुराहरू। उनीहरूले एनालाइज गरे अनुसार चाहिँ नेपाली स्टुडेन्टहरू चाहिँ अनअफिसियल कोर्समा आएको छ, अनि पढाइ पनि राम्रोसँग कलेज नगएर पनि टार्गेट चाहिँ काममा गरेको कारणले चाहिँ टार्गेट चाहिँ नेपाली स्टुडेन्टहरूलाई राखेको छ होइन। सो त्यो भएको कारणले चाहिँ अब नयाँ रुल्सहरू चाहिँ के कस्तो हुँदैछ भने चाहिँ जो यस्तो मैले जुन भनेको छु नि अनअफिसियल कोर्समा आउनुभएको छ उहाँहरूलाई चाहिँ अब ग्रेजुएसन पछि चाहिँ यहाँको डेनमार्कको लेबर मार्केटमा इन्ट्री गर्न अलाउड छैन, काम गर्न अलाउड छैन। भन्नुको मतलब तपाईँले ग्रेजुएसन पछि चाहिँ जब सर्चिङ भिजा या पोस्ट ग्रेजुएट भिजा या काम गर्ने भिजा चाहिँ पाउनुहुने छैन अनअफिसियल कोर्समा आउनुभयो भने। अनि अर्को रुल्स के छ, जो पनि डिपेन्डेन्टमा आउनुभएको छ, डिपेन्डेन्टले पहिला कस्तो थियो भन्दाखेरि चाहिँ फुल टाइम मजाले काम गर्न पाउँथ्यो फ्रिली, अब डिपेन्डेन्टले काम गर्न पाउने छैन। 100% अफिसियल भइसकेको छैन, यही कुरा चाहिँ उठेको छ। सो यदि तपाईँ चाहिँ अब धेरै खर्च गरेर डेनमार्क आउँदै हुनुहुन्छ या डिपेन्डेन्टमा आउँदै हुनुहुन्छ भने चाहिँ यो न्युजलाई चाहिँ एकदम क्लोजली हेर्नु होला होइन। कहिले यो न्युज अफिसियल हुन्छ, यो रुल्स कहिले चेन्ज हुन्छ, यो मजाले अपडेट लिएर बल्ल चाहिँ अप्लाई गर्नु होला, किनकि दे विल गोना चेन्ज द्याट रुल है। मार्केट कस्तो भन्दाखेरि सस्तोमा काम गरिदिने, अनि यहीँ जो लोकल मान्छेलाई नि एफेक्ट परेको छ अरे नेपाली या भनौँ न इन्टरनेसनल यो स्टुडेन्टको यो हरकतले गर्दाखेरि चाहिँ। यो डेनमार्कबाट त आयो यो कुरा, अरू धेरै देशहरूमा नि उठेको कुरा हो तपाईँको होइन। अस्ट्रेलियामा नि पहिले उठेको कुरा हो यो, अस्ट्रियातिरबाट नि यो न्युजहरू आइरहेको छ। अस्ट्रियामा चाहिँ स्पेसली सिजनल काम गर्ने मान्छेहरूबाट होइन। अब आई डोन्ट नो, म आफै पनि नेपाली हो, हामी सबै नेपाली हो, हामी चाहिँ जहाँ गए पनि सिस्टमै बिगार्नु पर्ने होइन। हाम्रो चाहिँ कस्तो जात हो नेपालीको, आई डोन्ट अन्डरस्ट्यान्ड होइन। अब सबसे थोरै आइक्यू भएको मान्छे, हाम्रो दिमागै नभएको मान्छे, धेरै बाठो भयो कि हामी होइन, धेरै लाटो भएर यस्तो भयो कि होइन। जहाँ गए पनि नेपालीको चाहिँ छाप चाहिँ त्यही नै परेको छ क्या, जुनसुकै देशमा। नेपालमै भएको मान्छेको पनि त्यही हो, बाहिर आएर पनि अवस्था उस्तै नै हो। म आफैलाई नि अब भनेको कुरा हो यो, यस्तो होइन कि म चाहिँ एकदम सर्वश्रेष्ठ, म चाहिँ धेरै खतरा ट्यालेन्टेड अनि तपाईँहरूलाई भने होइन, म आफै पनि पर्छु त्यसमा होइन।
हामी चाहिँ जहाँ गए पनि ल्याङ्गे गर्नुपर्ने सिस्टमलाई के हो आई डोन्ट अन्डरस्ट्यान्ड होइन। त्यही नै हो। अब धेरै पछि आएँ म युट्युबमा अनि एकदम इम्पोर्टेन्ट लाग्यो यो न्युज चाहिँ होइन। अनि अपडेट चाहिँ गराउनु पर्छ है, किनकि मेरो डेनमार्कको भिडियोहरू चलिरहेको हुन्छ। किनकि पहिला त राम्रो डेस्टिनेसन हो डेनमार्कहरू नि, राम्रो स्टडी गर्ने होइन, प्रोफेसनल कोर्समा जाने, मास्टर गर्ने, मास्टर पछि होइन फर्स्ट त अफिसियल कोर्समा जाने, अनि डेनिस युनिभर्सिटीले या एजुकेसन सिस्टमले होइन एफिलिएट गरेको कोर्सहरूमा जाने। त्यस्तो मान्छेहरूको लागि डेनमार्क राम्रो हो प्रोफेसनली हेर्ने हो भने। अब जस्तो सुकै अनअफिसियल कोर्समा जाने, 10-12 लाख खर्च गर्ने, भिजा लिने, त्यसपछि काम मार्केटमा लाग्छु होइन, अब तल्लो लेभलको होइन अनस्किल कामहरू गर्छु, भिजा चेन्ज गर्छु भन्ने मान्छेहरूको लागि चाहिँ अब अलिकति गाह्रो हुनसक्छ। जो लङ टर्ममा सेटल हुन चाहन्छु होइन, राम्रो डिग्री लिन चाहन्छु, प्रोफेसनल कोर्स होइन, त्यस्तो मान्छेहरूको लागि त अफकोर्स डेनमार्क इज अ भेरी गुड डेस्टिनेसन है, आफ्टर स्टडी टु ग्रो योर करियर टु सेटल डाउन दियर है। त्यही नै हो गाइस, रिसर्च धेरै गर्नु होला अनि बल्ल डेनमार्क आउनु होला है त। भिडियो कस्तो लाग्यो मलाई कमेन्टमा लेख्नु नबिर्सिनु होला। आइएम सरी इफ आई सेड समथिङ रङ है। जो डेनमार्कको गभर्मेन्टले या सर्टेन डिपार्टमेन्टले उठाएको कुराहरू छ त्यही नै मैले चाहिँ आजको भिडियोबाट भने। केही वर्डहरूले तपाईँलाई छोयो भने चाहिँ आइएम रियली सरी फर द्याट है। अनि इट डजन्ट मिन ओन्ली फर यु होइन, मैले जेनरलमा भनेको हो। आइएम अल्सो नेपाली एन्ड मैले नि सायद कुनै बेलामा केही सानोतिनो कामहरू गलत गरेँ होला होइन। आई नेभर वर्क एक्स्ट्रा टाइम होइन। म अब त्यस्तो मैले कुनै पनि इलिगल कामहरू त गरेको छैन फ्रान्समा आएर पनि। तर जसले गरिरहनु भएको छ बी केयरफुल गाइज होइन। तपाईँहरूको कारणले गर्दा भोलि जो रियली स्टुडेन्टहरू हुन्छ, जसलाई चाहिँ रियली होइन अब राम्रो डिग्री लिएर राम्रो कोर्समा पढ्न चाहेर सेटल हुन चाहन्छ, उहाँहरूलाई चाहिँ एफेक्ट नपरोस्। त्यही नै हो है त। जय नेपाल, बाई बाई।